हेलो हजुर नमस्कार सबैजनामा म पवन राई। हजुरहरू हेर्दै हुनुहुन्छ यस भिडियो दमक पशुहाट बस पार्कदेखि हनुमान मन्दिर रोड हुँदै आज मिति 18 गते सोमबार चैत 2081 सालका दिन अहिले हेर्दै गरेको भिडियो। दमक नगरपालिकाको पहलमा यो सस्तो बजार हिजो 17 गते आइतबारबाट सञ्चालन श्री भीम पौडेलज्यूको अध्यक्षतामा समिति गठन गरी उद्घाटन भई सञ्चालन भइरहेको अवस्था छ। यहाँ बजार भनेको बेलुका 4 बजेबाट राति 10 बजेसम्म बजार लाग्ने श्री कृष्ण ओलीले जानकारी दिनुभएको छ। कता दाजु यस बजारमा धेरै प्रकारका फास्ट फुड सस्तो मूल्यमा सबै किसिमका लत्ता कपडा जुत्ता चप्पल बच्चाका खेलौना लेडिसहरूका विभिन्न आइटमहरू इत्यादि धेरै सुपथ मूल्य सस्तो मूल्यमा पाउने रहेछ। अहिले तपाईहरू हेर्दै हुनुहुन्छ बाइक पनि यहाँका आउने मानिसहरूले कति मजाले मिलाएर राखिरहेको अवस्था। यसरी सडकको बिचमा साइडमा तपाईको दुवैपट्टि बजार दोकानहरू लागेको अवस्था बाइकमा चाहिँ। दमकमा यसरी रात्रि बजार सञ्चालन भएको यहाँ पहिलोचोटि भएर होला धेरै मानिसहरूको चलपल यहाँ देखिराख्नु भएको छ। यसरी बजार लागेकोमा हाम्रा
व्यापारी दाजुभाइहरू एकदम हर्षित उत्साहले आफ्नो व्यापार र ग्राहकहरूप्रतिको एकदम राम्रो व्यवहार देखिरहेको राख्नु भएको छ। हजुरहरूले दमकमा यसरी नै रात्रिकालीन बजारहरू स्थापना भई सबै पसलेहरू अहिले आर्थिक मन्दी भइरहेको अवस्थामा पनि यसरी पसलहरू सुचारू गर्दै काम गरेको अवस्थामा एकदम खुसी हुनुहुन्छ सबैजना। यहाँ मानिसहरूको भिडभाड एकदम धेरै छ। यहाँ दमकको रात्रिकालीन बजार भनेको यो हाम्रो पहिलोचोटि भएर होला। यहाँ मान्छेको धेरै भिडभाड भएको कारणले यहाँका समिति आयोजक समितिहरूमा हुने भिडभाड, सवारी साधनको पार्किङ, सुरक्षा, झैझगडा, चोरी, एक्सिडेन्ट इत्यादि हुने कुराहरूमा उहाँहरूको ध्यान आकर्षण होस् र उहाँहरूले यसलाई कार्यान्वयन गरोस् भन्दै हार्दिक शुभकामना दिँदै हजुरहरू पनि आउनु भएको छैन भने यहाँ आएर सस्तो बजारको उचित मूल्य लिन सक्नुहुन्छ र हजुरहरूलाई पनि भिडियो हेर्नुमा धेरै धेरै धन्यवाद भन्दै म बिदा लिन चाहन्छु। हस्त धन्यवाद।